मलाई यो टिकटक सिकटकमा मलाई तपाईँ सबैजना फोन निकाल्नुहोस् एकचोटि प्लिज, सबैजना फोन निकाल्नुहोस् ल। हजुर मलाई रेकर्ड गर्नुहोस् न, रेकर्ड गर्नुहोस् न, मलाई मेरो यो थोप्रालाई रेकर्ड गर्नुहोस् न तपाईँहरू, मेरो थोप्रालाई रेकर्ड गर्नु सबैजना हाल्नुहोस् त। म कुनै पार्टीको मान्छे हो भने यही ठाउँमा झुन्डेर मर्छु म एउटा स्वतन्त्र व्यक्ति हो, एउटा भलेन्टियर हो, आफ्नो देशको लागि आफ्नो ठाउँको लागि मेरो दाजुभाइ दिदीबहिनीको लागि सधैँभरि लडिरहेको मान्छे हो। मलाई पार्टीको मन छैन, मेरो माथि एउटा मात्र झन्डा छ, त्यो भनेको नेपालको झन्डा हो। मलाई यसमा के स्वार्थ छैन, मलाई मतलब पनि छैन सरकारमा को जाओस् के जाओस्, हाम्रो जीवनसँग खेल्नु भएन, हाम्रो हरेक पाइलामा हामीले दुःख पाउनु भएन, तपाईँहरूले दुःख पाउनु भएन, हाम्रो दाजुभाइ दिदीबहिनी बाहिर जानु भएन, यही देशमा गई खानु छ हामीलाई, यही देश बनाएर देखाउनु छ हामीलाई। किन जाने, हामी नजाने, कोही पनि नजाने, यही देशमा बस्ने, यही देशमा लड्ने, यही देश बोलाउने। सबैजनाले राख्नु होला यो कुरा, सबैजनाले राख्नु होला यो भिडियो। हामी यो सरकारले राजीनामा दिनुपर्छ। मेरो दुईजना भाइ बहिनीहरूको डेथ भएको छ, कसरी छोड्ने? यो सरकार छोड्नु पर्यो। अब नेपाल सरकारमा अब युवा नेताहरू हुन्छ, केही पनि हुँदैन। मलाई जानु छैन त्यहाँ, मलाई गरी खानु छ यही देशमा, म त्यो माथि पुग्नु पनि छैन, मलाई मतलब पनि छैन त्यसमा। मलाई आफ्नै दाजुभाइ दिदीबहिनीसँग आगो लागि हामी कुद्छौँ, भूकम्प हामी कुद्छौँ, यही ठिक छ, मलाई यसमै खुसी छु। मलाई त्यहाँ गएर त्यो नाटक देखाएर मलाई मन छैन। यो तपाईँको आवाज हो, हामीले म्यानेज मात्र गरिरहेको हो। यो प्रोटेस्ट हामी नेपालको होइन, यो हामी नेपालको होइन, यो प्रोटेस्ट तपाईँहरूको हरेक नेपाली जनताको हो, हरेक नेपाली। तपाईँहरू भोलि पनि आउनु होला, पर्सि पनि आउनु होला, निको पर्सि पनि आउनु, जबसम्म यो नेपालमा परिवर्तन होला तबसम्म आउनु होला। आफ्नो देशको लागि तपाईँहरू नलडेर को लड्ने? बाहिरबाट आएर कोही पनि लड्दैन, तपाईँहरूले लड्छ, तपाईँहरूले सक्छ, हाम्रो आमा बुवाले सक्दैन। अब यो एनर्जी हाम्रोमा छ, यो रेस्पोन्सिबिलिटी हाम्रोमा छ। अब हामी बाहेक कसैले गर्नु सक्दैन क्या, अब यो बुढाहरूले गर्नु सक्दैन क्या। काङ्ग्रेस एमाले माओवादी हामीलाई मतलब छैन।